खरसाङमा बीजेपी कार्यालयमा निर्वाचन आयोगको छापा। महिला मतदातालाई 3000 रुपियाँ दिने कागजात बरामद। भारतीय निर्वाचन आयोगको टोलीले आज खरसाङको धोबी खोलामा रहेको भारतीय जनता पार्टीको निर्वाचन कार्यालयमा अचानक छापा मारेको छ। छापाको क्रममा महिला मतदाताहरूलाई 3000 रुपियाँ दिने प्रलोभन देखाएको प्रचार सामग्री तथा फारमहरू बरामद गरिएको छ। बरामद फारमहरूमा महिलाहरूको नाम, ठेगाना र अन्य व्यक्तिगत विवरण भर्ने ढाँचा रहेको र शोषित 3000 रुपियाँ वितरणको उल्लेख गरिएको पाइएको छ। निर्वाचन आयोगको अधिकारीहरूले यसलाई आदर्श आचार संहिता मोडल कोड अफ कन्डक्टको गम्भीर उल्लङ्घन भएको ठहर गरेका छन्। मतदानको केही दिन अघि नै यस प्रकारको सामग्री फेला पर्नु अत्यन्तै गम्भीर विषय मानिएको छ। निर्वाचन आयोगले थप अनुसन्धान जारी राखेको बताइएको छ। नर्स बन्ने सपना देख्नु भएको छ? अब पूरा गर्नुहोस्। अदान इन्स्टिट्युट अफ नर्सिङ साइन्स, सिसाबारी, चम्पासरी, सिलिगुडी। सजिलो ब्याङ्क लोन र किस्तीमा भुक्तानी पनि, स्कलरसिपको सुविधा, हस्टेल सुविधा उपलब्ध, क्रेडिट कार्ड फेसिलिटिज पनि। पश्चिम बङ्गाल सरकारद्वारा मान्यता प्राप्त। आजै सम्पर्क गर्नुहोस् अदान इन्स्टिट्युट अफ नर्सिङ साइन्स।